हेलो एभ्रिवान, मिनी ट्राभल ब्लगमा यहाँलाई स्वागत छ। आज चाहिँ हेर्नुहोस् त, नेपालबाट भान्जीले ल्याइदिएको टक्क सर्ट लगाएँ, लेनिन ट्राउजर लगाएर टक्क फ्रेस भएर रेडी अवस्थामा रेडी भएर चाहिँ यसो आउटफिट चेक गर्दै पर्फ्युम लगाएर चाहिँ टक्क बाहिर निस्केर यसो यत्तिकै भएपछि होइन, यो ब्याग पनि नेपालबाटै ल्याइदिएको टक्क आफ्नो आउटफिट चाहिँ टक्क आजको चाहिँ चेक गरेँ। सरर एकचोटि क्यामेरामा एउटा यसो भिडियो खिच्दै हालेँ अनि भिडियो खिचेर म चाहिँ रेडी भएर चाहिँ अब टक्क निस्केको। आज चाहिँ विशेष गरेर बाबाको निम्ति चाहिँ अब छोराको तर्फबाट चाहिँ एउटा सानो उपहार लिनलाई चाहिँ म चाहिँ ट्रेनमा चढेर अब लागेँ प्लम स्ट्रिटतिर, किनकि अनि ट्याक्क मौका पनि यस्तो राम्रो थियो कि होइन, दिदी पनि टक्क नेपाल जाने मौका अनि मैले पनि गिफ्ट ठ्याक्क पठाउने एउटै समय मिलेको। अनि हेर्नुहोस् न, आजको दिन फेरि यस्तो बवाल भयो थियो कि अब यत्तिको बनेर गएपछि त फोटो भिडियो त हान्नै पर्यो। अनि आजको दिन चाहिँ यस्तो बवाल भएको थियो कि मौसम यति राम्रो कि टक्क घाम लागेको सनी डे होइन, हल्का गर्मी पनि नभई सधैँ घुम्न जाँदाखेरि कहिले घाममै नलाग्ने, कहिले पानी परिदिने, कहिले हावा चलिदिने। तर आजको दिन चाहिँ यति बवाल भएको थियो कि घुम्नलाई पनि टक्क ट्रेनमा जानलाई पनि यस्तो दाम भएको थियो। अनि म चाहिँ ठ्याक्क प्लम स्ट्रिट पुगेर एमन ज्वेलरीमा सधैँ मैले बनाउने गर्थेँ, त्यहाँ भएर चाहिँ दिदीले रेडी अवस्थामा चाहिँ यो बाबाको निम्ति बेरुवा रिङ चाहिँ बनाएर रेडी राख्नुभएको रहेछ। अनि मैले टक्क दिदीसँग पेमेन्ट गरेर टक्क रिङ लिएर म चाहिँ लागेँ अब फेरि केनतिर दिदीलाई अब ल मेरो गिफ्ट राम्रो ल्याइदिनु, काठमाडौँमा बहिनीले पिकअप गर्न आउँछ र हजुरलाई शुभयात्रा भनेर म चाहिँ फेरि ड्युटी थियो फर्केको। सी यू।